सो कुरा गरौँ रुट्स अफ ड्रग एडमिनिस्ट्रेसनको पहिला बारेमा होइन। रुट्स अफ ड्रग एडमिनिस्ट्रेसनलाई बेसिकली के हुन्छ भने तीनवटामा क्लासिफाई गरेको हुन्छ। फर्स्ट भनेको ओरल, सेकेन्ड भनेको प्यारेन्टेरल र थर्ड भनेको टोपिकल। टोपिकलमा के हुन्छ भने जति पनि प्रायः जसो डर्माटोलोजिकल प्रोडक्टहरू आउँछ नि सबै के हुन्छ टोपिकलमा आउँछ। फर इक्जाम्पल क्रिम, ओइन्टमेन्ट, जेल, लोसन, यी सबै के हुन्छ भने डर्माटोलोजिकल, अनि डर्माटोलोजिकल भनेको टोपिकल होइन। टोपिकल भनेको के हुन्छ भने बेसिकली एप्लाइड टु द स्किन। सो यदि कुनै पनि ड्रग्स, कुनै पनि प्रोडक्ट हाम्रो स्किनमा युज गरिन्छ भने त्यो के को अन्तर्गत आउँछ भने टोपिकलको अन्तर्गत आउँछ। टोपिकलको भित्र के हुन्छ भने जति पनि प्रायः जसो डर्माटोलोजिकल प्रोडक्ट हुन्छ, क्रिम, ओइन्टमेन्ट, जेल, लोसन, यो भयो। प्यारेन्टेरलमा के हुन्छ भने विथ द हेल्प अफ इन्जेक्सन होइन। र प्यारेन्टेरल भनेको एउटा भयो इन्जेक्सनको हेल्पले गरिन्छ, अर्को भनेको इम्पोर्टेन्ट फोर इमर्जेन्सी पर्पज, इमर्जेन्सी कन्डिसनको लागि इम्पोर्टेन्ट हुन्छ। ठिक छ। अहिले जस्ट स्टार्ट भएको। अनि प्यारेन्टेरलमा के हुन्छ भने इन्जेक्सनले दिनु पर्यो, अर्को भनेको के हुन्छ भने यो इमर्जेन्सी पर्पजको लागि इम्पोर्टेन्ट हुन्छ होइन। यसमा पनि के हुन्छ भने आइएम इन्ट्रामस्कुलर, आइडी इन्ट्राडर्मल, एससी सबक्युटेनस र आइभी भनेको इन्ट्राभेनस। ठिक छ। सो यति चाहिँ रुट हो, अरू पनि रुट हुन्छ होइन, जस्तै इन्ट्राथेकल, इन्ट्राओसियस। र यो भन्दा नि सबभन्दा बेस्ट भनेको विथ 100% बायोएबिलिटी भनेको आइभी हो। आइभी भनेको इमर्जेन्सीमा पनि सबभन्दा यो चारवटा मध्ये नि सबभन्दा बढी कन्सिडर गर्ने भनेको बेस्ट फर इमर्जेन्सी पर्पस। ठिक छ। अब यसले के गर्छ भने जुन फर्स्ट पास मेटाबोलिजम हुन्छ नि, फर्स्ट पास मेटाबोलिजम, त्यो फर्स्ट पास मेटाबोलिजमलाई के गरिदिन्छ भने बाइपास गर्छ है। फर्स्ट पास मेटाबोलिजमलाई बाइपास गर्नु भनेको अर्थ के भयो भने फर्स्ट पास मेटाबोलिजमलाई एभोइड गर्छ होइन। अनि फर्स्ट पास मेटाबोलिजमले के गर्छ भने जुन बायोबिलिटी हुन्छ बायोबिलिटीलाई कम गर्छ। अब यसले एभोइड गरेको कारणले के भयो भने यसको बायोबिलिटी 100% भयो। ठिक छ। र यसलाई प्रायः जसो के हुन्छ भने 10 देखि लिएर 30 डिग्रीको एङ्गलमा दिने गरिन्छ। कहाँ दिन्छ भने भेनमा। अब भेन भनेको कुन कुन भेन त जुन हाम्रो बडीको भेनहरू भिजिबल हुन्छ। फर इक्जाम्पल डोर्सल भेनमा, क्युबाइटल भेनमा होइन। क्लियर भयो। अर्को भनेको इन्ट्रामस्कुलर, इन्ट्रामस्कुलर भनेको 90 डिग्रीमा दिने गरिन्छ। ठिक छ, परपेन्डिकुलरली। यो भनेको सबभन्दा डिपेस्ट टिस्युमा दिने भनेको यो हो। किनभने मान्नु कि यो हाम्रो स्किन हो भने अरू भ्याक्सिनहरू यस्तो स्लाइटली टिल्टेड गरेर दिन्छ भने इन्ट्रामस्कुलर भनेको इट सुड बी परपेन्डिकुलर टु द स्किन होइन। अनि यो चाहिँ सबभन्दा डिपेस्ट लेयरमा, किनभने हाम्रो पहिला के हुन्छ भने इपिडर्मिस हुन्छ, त्यसपछि डर्मिस हुन्छ, तल गएर के हुन्छ मसल हुन्छ। ठिक छ। र मसलको पनि कस्तो मसलमा दिन्छ भने प्रायः जसो स्केलेटल मसलमा दिन्छ है। स्केलेटल मसल भनेको यस्तो मसल जुन चाहिँ के हुन्छ भने स्केलेटलसँग एट्याच्ड हुन्छ होइन। यसको झन् डिटेलमा पढ्यो भने के हुन्छ, मसल चाहिँ 3 प्रकारको हुन्छ। स्मुथ मसल, त्यसपछि कार्डियक मसल र स्केलेटल मसल। यो पुरै डिटेलमा छ है। तिमीहरूको उता जुलोजीको पनि कभर हुन्छ, त्यही भएर नोट बनाउँदाखेरि एकदम राम्रोसँग बनाउनु। स्मुथ मसलको बारेमा हामीले 3वटा कुरा के बुझ्नु पर्यो भने यो चाहिँ इन्टर्नल अर्गेनहरूमा पाउँछ। यसैको अर्को नाम भनेको भिसरल अर्गेन। तिमीहरूले अब पढ्दाखेरि के पढ्छौ भने एउटा भिसरल पढ्छौ, अर्को पेराइटल पढ्छौ होइन। सो भिसरल लेयरमा हुन्छ 1 नम्बर। 2 नम्बरमा के हुन्छ भने यो इन्भलन्टरी हुन्छ, मिन्स लाइक हाम्रो कन्ट्रोलमा हुँदैन। ठिक छ। यो सिईको लागि यो 2टा इम्पोर्टेन्ट भयो। कार्डियकमा के हुन्छ भने यो पनि के हुन्छ भने इन्भलन्टरी हुन्छ। अर्को भनेको यसको सबभन्दा बढी सोधेको योसँग के हुन्छ भने इन्टरक्यालेटेड डिस्क, एउटा मसललाई अर्को मसलसँग एट्याच गर्ने एज अ ब्रिज। ठिक छ। देन यो भनेको चाहिँ कहिले पनि रेस्ट गर्दैन होइन, नेभर गेट फ्याटिग। र यो चाहिँ कन्टिन्युअसली वर्क गरिरहेको कारणले यसलाई कन्टिन्युअसली इनर्जी चाहिन्छ। त्यो इनर्जी प्रोभाइड गर्ने भनेको कसले हो, माइटोकोन्ड्रियाले हो। सो यो 3टै मसलमा कम्पेरिटिभली सबभन्दा बढी माइटोकोन्ड्रिया कहाँ हुन्छ भने कार्डियक मसलमा, हाइएस्ट नम्बर अफ माइटोकोन्ड्रिया।
मैले यता योसँग रिलेटेड जुलोजीको कुराहरू पनि यहाँ डिस्कस गरिदिइरहेको छु है। क्लियर भयो इन्ट्रामस्कुलरको। त्यसपछि अब आऊ इन्ट्राडर्मलको कुरा गरौँ। इन्ट्राडर्मल भनेको के हुन्छ भने यो चाहिँ डर्मिसमा दिने गरिन्छ होइन, डर्मल लेयरमा। यो भनेको स्किनको डर्मल लेयरमा। अब एउटा हुन्छ इपिडर्मिस, अर्को हुन्छ डर्मिस। इपिडर्मिस भनेको यो चाहिँ इक्टोडर्मबाट एराइज भएको हुन्छ भने यो चाहिँ मेसोडर्मबाट एराइज भएको हुन्छ। क्लियर छ? इक्टोडर्म मेसोडर्म। र जति पनि ड्रग हुन्छ नि प्रायः जसो इक्टोडर्ममा कुनै पनि एब्जर्ब हुँदैन, एकदम लेसली एब्जर्ब हुन्छ होइन। मोर भनेको कहाँ हुन्छ? डर्मिसमा ड्रग एब्जर्ब हुन्छ। र अर्को कुरा भनेको, अर्को इम्पोर्टेन्ट कुरा भनेको जति पनि ब्लड भेसल, क्यापिलरिज, सेन्सिटिभ टिस्यु, अर्को नर्भ्स, कनेक्टिभ टिस्यु सब कहाँ पाउँछ भने डर्मिसमा पाउँछ है। यति कुरा तिमीहरूलाई थाहा हुनु पर्यो। ठिक छ? र इन्ट्राडर्मल भनेको प्रायः जसो 45 डिग्रीमै लगाइने गरिन्छ, 45देखि अलिकति माथि। अब बाँकी बच्यो के सबक्युटेनियस होइन, अलि रफ भयो है, माइन्ड नगर्नु। यहाँ भएको जति पनि कुरा छ नि, तिमीहरूलाई यो जब भिडियो हेर्छौ भने जति पनि कुरा डिस्कस गरेको छ त्यतिको नोट बनायो भने यो 20 मार्क्सको त कभर हुन्छ नि हुन्छ होइन, अरू उताको तिमीहरूको जुलोजीको पनि कभर भइहाल्छ। सर्ट नोट्स भनेको यस्तै हुन्छ, अलिकति रफ हुन्छ तर सबै कुरा कन्साइजली हुन्छ होइन। सबक्युटेनियसको कुरा गरौँ। सबक्युटेनियस भनेको यो चाहिँ अब लाइक मेनली 25 डिग्रीमा दिने गरिन्छ, स्लाइटली लोवर देन 40। ठिक छ? यो भनेको कहाँ हुन्छ भने जुन हाम्रो स्किनको तल जुन सबक्युटेनियस टिस्यु हुन्छ नि, यो सबक्युटेनियस टिस्युमा दिने गरिन्छ। ठिक छ? सो यो चाहिँ हाम्रो फर्स्ट क्वेसनको एक्सप्लेनेसन थियो होइन। अब कुरा गरौँ क्वेसन के छ भने विच रुट्स अफ ड्रग एडमिनिस्ट्रेसन प्रोभाइड्स द डाइरेक्ट इन्ट्री अफ ड्रग इन द सिस्टमिक सर्कुलेसन। सो डाइरेक्ट इन्ट्रीको अर्थ के भयो भने फर्स्ट पास मेटाबोलिजममा जानु भएन। हामीले अलरेडी यहाँ कुरा गरिसकेछौँ होइन। यहाँ हेर त के छ भने ओरली यदि हामीले मुखबाट दियौँ भने सबभन्दा पहिला त के जान्छ? स्टोमेकमा जान्छ, जिआईमा जान्छ, त्यसपछि हेपाटिक मेटाबोलिजम मिन्स लिभरमा गएर मेटाबोलाइज हुन्छ होइन, त्यसैलाई भन्छ फर्स्ट पास मेटाबोलिजम। ओरल भएन। इन्ट्रामस्कुलर भनेको के भने यो पनि के गर्छ भने बाइपास गर्छ। तर क्वेसनमा के भनेको छ भने राम्रोसँग बुझ्ने है। क्वेसनमा हाम्रो के भनेको छ भने सिस्टेमिक सर्कुलेसनमा डाइरेक्टली जानु पर्यो के। सिस्टेमिक सर्कुलेसन भनेको ब्लड सर्कुलेसनमा डाइरेक्टली जानु पर्यो। इन्ट्रामस्कुलर पनि भएन। इन्ट्राभेनस भनेको डाइरेक्टली जान्छ। हामीले अलरेडी के पढेको थियौँ भने यो भेनमा हुन्छ, फर्स्ट पास मेटाबोलिजम हुन्छ र डाइरेक्टली जान्छ। सो यसको एन्सर के भयो? इन्ट्राभेनस। हामीले ओरलको पनि डिस्कस गरिसक्यौँ, इन्ट्रामस्कुलरको पनि, इन्ट्राभेनसको पनि, सबक्युटेनियसको पनि। क्लियर छ? फर्स्ट क्वेसनमा डाउट छ कसैलाई? हेलो? छैन। ल, अब सेकेन्ड क्वेसनमा के भनेको छ भने विच रुट जेनरली प्रोभाइड्स द मोस्ट रेपिड अनसेट अफ सिस्टेमिक ड्रग एक्सन। कुन रुटबाट चाहिँ सबभन्दा छिटो एक्सन देखाउँछ, सबभन्दा फास्टेस्ट एक्सन देखाउँछ? सो हामीले जुन यो सबै भनेको ओरलमा के हुन्छ भने यो चाहिँ फर्स्ट पास मेटाबोलिजममा जानु पर्यो। अब फर्स्ट पास मेटाबोलिजममा जाँदाखेरि के हुन्छ भने यसको चाहिँ ड्रग एक्सन अलिकति स्लो डाउन हुन्छ, किनभने भाइबिलिटी कम भएको हुन्छ होइन। त्यसपछि सबक्युटेनियसमा पनि के हुन्छ भने योभन्दा कम्पेरिटिभली चाहिँ हाई हुन्छ तर डाइरेक्ट के हुन्छ? सिस्टेमिक सर्कुलेसनमा जाँदैन। इन्ट्रामस्कुलरको पनि के हुन्छ भने कम्पेरिटिभली योभन्दा ग्रेटर हुन्छ तर सिस्टेमिक सर्कुलेसनमा जाँदैन। इन्ट्राभेनस भनेको यसमा बढी किन फोकस गरेछ भने यो रुट धेरैचोटि सोधेको छ कि। सो यसको चाहिँ एउटा त के भइहाल्यो भने यो फास्टेस्ट एक्सन देखाउने भयो, नम्बर 1। अर्को भनेको 100% भाइबिलिटी, अर्को भनेको डाइरेक्टली इन्टु सिस्टेमिक सर्कुलेसन होइन। अर्को भनेको के हुन्छ भने यो इमर्जेन्सी पर्पसको लागि। यति कुरा तिमीहरूलाई थाहा हुनु पर्यो। यति कुरा थाहा भएपछि पुग्यो। ठिक छ? 2 नम्बरको नि सक्यो। 3 नम्बरमा के छ भने विच रुट इज मोस्ट सिग्निफिकेन्टली एसोसिएटेड विथ द हेपाटिक फर्स्ट पास मेटाबोलिजम। सो अघि हामीले कुन कुन पढिरहेछौँ भने यो जति पनि रुट छ भने फर्स्ट पास मेटाबोलिजम कहाँ हुन्छ? तिमीहरू भन त कुन रुटमा? इन्ट्राभेनस। यहाँ हेर, फर्स्ट पास मेटाबोलिजम कहाँ छ?
ओरलमा छ होइन, अलरेडी मैले यहाँ 2 नम्बरमा एक्सप्लेन गरेको थिएँ। सो फर्स्ट पास मेटाबोलिजम भन्नुको अर्थ के भयो भने कुनै पनि यदि ड्रग्स हामीले ओरली इन्टेक गर्यो भने त्यो डाइरेक्टली सिस्टमिक सर्कुलेसनमा जाँदैन। अब यसलाई प्र्याक्टिकल इक्जाम्पलमा बुझ्यो भने कुनै पनि इमर्जेन्सी कन्डिसन छ भने हामीले ओरल डोजबाट ड्रग दियो भने निको हुन अलिकति टाइम लाग्छ, तर त्यही यदि मैले आइभी रुटबाट दिएँ भने छिट्टै निको हुन्छ। किनभने आइभी रुटबाट दिँदाखेरि डाइरेक्ट के गयो भने ब्लड सर्कुलेसनमा गयो, जुन पर्टिकुलर रिसेप्टरमा जानुपर्ने थियो त्यहाँ रिसेप्टरमा बाइन्ड भएर आफ्नो एक्सन देखायो। तर ओरली मैले इन्टेक गरेँ भने पहिला केमा जानु पर्यो भने जिआईमा जानु पर्यो। जिआईमा के हुनु पर्यो अब डिफ्रेन्ट इन्जाइमहरू आउँछ, त्यो इन्जाइमहरूले ड्रगलाई ब्रेक डाउन गर्नु पर्यो, ड्रग एब्जर्प्सन हुनु पर्यो। ड्रग एब्जर्प्सन भइसकेपछि कति रेटमा भएको छ, कति एक्सटेन्टसम्म भएको छ, त्यो भनेको बायोबिलिटी हो। र ओरली यदि एकचोटि एउटा ट्याब्लेट कुनै पनि खायो भने तिम्रो ठिक निको हुँदैन होइन, कमसेकम लाइक 1-2 डोज 3 डोज कम्प्लिट गर्दाखेरि मात्र निको हुन्छ। तर पेरेन्टलमा के हुन्छ भने एउटा दियो भने निको हुन्छ, किनभने यो फर्स्ट पास मेटाबोलिजममा जान्छ। फर्स्ट पास मेटाबोलिजममा जाने बित्तिकै के हुन्छ भने यसको जुन बायोबिलिटी हुन्छ कम हुन्छ र एक्सन देखाउन अलिकति ढिला हुन्छ, बुझ्यो। र अर्को भनेको हेपाटिक इन्जाइममा सबभन्दा एउटा इम्पोर्टेन्ट भनेको साइटोक्रोम P450, यो इन्जाइम याद राखिराख है। यो भनेको मोस्ट इम्पोर्टेन्ट हो कि बायोलोजिकल पर्पसको लागि, प्रायः जसो रियाक्सनहरूलाई क्याटालाइज गरिरहेको हुन्छ। देन 4 नम्बर, विच रुट अफ ड्रग एडमिनिस्ट्रेसन क्यान लार्जली बाइपास द फर्स्ट पास मेटाबोलिजम। अब क्वेसन बुझौँ है, कुन रुटले चाहिँ फर्स्ट पास मेटाबोलिजमलाई बाइपास गर्छ, मिन्स एभोइड गर्छ। ओरल गर्दैन, ओरलमा त फर्स्ट पास मेटाबोलिजममा जानै पर्छ। सबलिङ्गुअलमा के हुन्छ भने, सबलिङ्गुअलको बारेमा कुरा गरौँ है। सबलिङ्गुअलमा के हुन्छ भने जति पनि सबलिङ्गुअल ड्रग्सहरू हुन्छ नि, ट्याब्लेटहरू हुन्छ, यो कहाँ राख्ने गरिन्छ भने अन्डर द टङ, ठिक छ, जिब्रो तल राख्छ होइन। प्रायः जसो यसको सबभन्दा मोस्ट फेमस इक्जाम्पल भनेको नाइट्रोग्लिसरिन। यो भनेको अब एन्जाइनाको केसमा दिने गरिन्छ। एन्जाइना भनेको के हुन्छ भने सडन पेन एराइज इन द चेस्ट रिजन। अब जब कुनै मान्छेलाई अर्थेरोस्क्लेरोसिस हुन्छ भने और एमआई हुन्छ भने, मायोकार्डियल इन्फेक्सन हुन्छ भने के हुन्छ भने एउटा सडन पेन चाहिँ चेस्ट रिजनमा एराइज हुन्छ र त्यो पेन भनेको लाइक सेडेन्ट्री हुँदैन। सेडेन्ट्री मिन्स लाइक लोकलाइज हुँदैन, एक एरियामा हुँदैन। त्यो भनेको के हुन्छ भने रेडिएटिङ हुन्छ, एक ठाउँबाट अर्को ठाउँमा जान्छ। यो प्रायः जसो के हुन्छ भने हाम्रो चेस्टमा हुँदाखेरि लेफ्ट साइडको सोल्डर नेक, त्यस्तै हुँदाखेरि के हुन्छ भने लेफ्ट साइडकै सोल्डर नेक र ह्यान्डसम्म के हुन्छ भने रेडिएट हुन्छ। र यो भनेको के हो भने एउटा बायोलोजिकल सिग्नल पनि हो। कुनै पनि पर्सनलाई यदि हार्ट एट्याक आइरहेको छ और आउनवाला छ भने हाम्रो बडीले के दिन्छ भने प्रि नोटिफाइड सिग्नल दिन्छ एउटा। प्रायः जसो के हुन्छ भने पेन हुन्छ र त्यो पेन रेडिएट हुन्छ होइन। अब धेरै मान्छेले के गर्छ भने जेनरल पेन हो, निको भइहाल्छ, तर त्यो भनेको बडीको एउटा साइन हो कि अब यो मान्छेले अलिकति केयरफुल भएन भने केही दिनमा यसलाई अब हार्ट एट्याक हुनेवाला छ, ठिक छ। सो सबलिङ्गुअल हामीले कहाँ राख्छौँ, अन्डर द टङ राख्छौँ। यसमा सबभन्दा इम्पोर्टेन्ट भनेको नाइट्रोग्लिसरिन हो। यो भनेको एन्जाइना पेक्टोरिसको लागि युज गर्ने गरिन्छ। ओरलको हामीले अलरेडी बुझिसक्यौँ। अब ओरलबाट कुनै कुनै बेला के हुन्छ भने कुन कुन मतलब तिमीले ड्रग्सलाई ओरल रुटबाट लिन्छौ, टेब्लेट, क्याप्सुल, त्यस्तै टेब्लेट, क्याप्सुल, लोजेन्जेस, सिरप। केही याद नभए पनि टेब्लेट याद राख्ने, क्याप्सुल याद राख्ने, सिरप याद राख्ने, हामीले ओरली इन्टेक गर्छौँ। अब इन्टेरिकोटेड ओरल। इन्टेरिकोटेड ओरल भनेको यो यस्तो टेब्लेटहरूको लागि गरिन्छ जुन चाहिँ हाम्रो जिआईमा स्टोमेकमा और गेस्ट्रिक रिजनमा के हुन्छ भने स्टेबल हुँदैन, अनस्टेबल हुन्छ। हामीले अब औषधि खायौँ होइन पर्टिकुलर पर्पसको लागि, एउटा पर्टिकुलर प्रब्लम निको गर्नको लागि, तर त्यो निको नै भएन। किन? साइटमा जानुभन्दा अगाडि नै ड्रग के भयो भने डिग्रेड भयो, ड्रग डिस्ट्रोय भयो भने त्यो त कामै लागेन। त्यही भएर के गरेको हुन्छ भने इन्टेरिकोटेड गरेको हुन्छ। इन्टेरिकोटेड भनेको के हुन्छ भने यसले चाहिँ केलाई एभोइड गर्छ भने जुन ग्यास्ट्रिक एसिड इन्भाइरोमेन्ट हुन्छ यसलाई एभोइड गर्छ होइन। र ड्रग रिलिज कहाँ गर्छ भने इन्टेस्टाइनमा गएर गर्छ, ठिक छ। सो अब कुनले चाहिँ बाइपास गर्न सक्छ होला? ओरल छ, ओरल छ, ओरल छ। ओरल फर्स्ट पास मेटाबोलिजममा जान्छ नै, त्यही भएर इक्जाम्पल के भयो? सबलिङ्गुअल। डाउट भएको बेलामा सोध ल। त्यसपछि विच अफ द फ्लोइङ इज अ प्यारेन्टेरल रुट अफ ड्रग एडमिनिस्ट्रेसन। प्यारेन्टेरल रुटमा अघि हामीले पुरै यहाँ हेर त राम्रोसँग यहाँ एक्सप्लेन गरेको थिएँ।
इन्ट्रामस्कुलर, इन्ट्राडर्मल, सबक्युटेनियस, आइभी। ठिक छ। यो सुरुमै किन गरिदिएको थिएँ भने किनभने यहीहरूसँग रिलेटेड कुराहरू अब आउँछ र जस जसले हिजोको क्लास मिस गरेको थियो त्यसलाई अलिकति रिकेप भइहालोस् कि। सो प्यारेन्टेरल रुट कुन भयो? ओरल भएन, बक्कल भएन, रेक्टल भएन, इन्ट्रामस्कुलर भयो। अब हामीले बक्कल र रेक्टल पहिलोचोटि सुनेछौँ होइन, यसलाई पनि अलिकति डिस्कस गरौँ। सो रेक्टल भनेको के हुन्छ भने कुनै पनि ड्रगलाई हामीले रेक्टममा राख्छौँ भने त्यो भनेको रेक्टल रुट भयो। ठिक छ। अब रेक्टममा के हुन्छ भने अब कुनै मान्छेले के गर्छ भने यतिकै अब फिङ्गर लिएर नि हालिदिन्छन् होइन। त्यो भनेको के हुन्छ भने अब हाम्रो फिङ्गर के भनेको स्ट्रायल हुँदैन होइन, जम्प्स हुनसक्छ, फोरो हुनसक्छ, अनि त्यसपछि के भयो भने झन् ब्याक्टेरियल ग्रोथको चान्सेस बढ्ने भयो, झन् इन्फेक्सनको चान्सेस बढ्ने भयो होइन। यसलाई रोक्नको लागि एउटा डिभाइस हुन्छ, त्यो डिभाइसको नाम के हो भने एप्लिकेटर। एप्लिकेटर डिभाइस भन्ने एउटा यस्तो डिभाइस हो जसको मद्दतले हामीले ड्रग्सलाई रेक्टमभित्र इन्सर्ट गर्न सक्छौँ। ठिक छ। अब यो कुनै बेला प्लास्टिकको हुन्छ, कुनै बेला के हुन्छ भने सिलिकनको हुन्छ। ठिक छ। यति बुझ्यो होइन। र यो एप्लिकेटरको मद्दतले हामीले 1 देखि लिएर 2 सेन्टिमिटरसम्म एज पर द निड हामीले इन्सर्ट गर्न सक्छौँ इनसाइड रेक्टम। ठिक छ। र यो रेक्टल रुटले के गर्छ भन्ने लोकल एक्सन देखाउँछ। लोकल एक्सन भनेको रेक्टम रिजनमा मात्र क्लियर लाइक ठिको निको गर्छ होइन। यो लोकल एक्सन देखाउने भयो फर इक्जाम्पल अब इन्फेक्सनहरूको केसमा, पेनको केसमा। ठिक छ। त्यस्तै रेक्टममा राख्ने जुन डोजेज फर्म हुन्छ नि, रेक्टममा राख्ने डोजेज फर्मलाई हामीले के भन्छौँ? सपोजिटरी भन्छौँ है। त्यस्तै भेजाइनामा राख्ने हामीले पेसरी भन्छौँ। यदि के भन्छ पेसरी दिए छैन भने सपोजिटरी नै हो, तर मोस्ट स्पेसिफिकली कुरा गर्यो भने भेजाइनाको लागि पेसरी, रेक्टमको लागि सपोजिटरी। इफ इन केस पेसरी भएको छैन भने सपोजिटरी इज द करेक्ट एन्सर। ठिक छ। देन एनदर के भयो? बक्कल। बक्कल भनेको यस्तो डोजेस फर्म, यस्तो ड्रग्स जसलाई हामीले बक्कल क्याभिटीमा राख्छौँ होइन। बक्कल क्याभिटी। अब बक्कल क्याभिटी भनेको के हो? बक्कल क्याभिटी भनेको इट इज द स्पेस बिट्विन द चिक गम एन्ड चिक। यो जुन दाँतको हाम्रो गम छ नि त्यहाँदेखि लिएर चिकसम्म। सिम्पली बुझ्यो भने तिमीले आफ्नो मुखमा जिब्रो चलायो भने टिथभन्दा बाहिर र चिकभन्दा भित्र जहाँ जहाँ चलायो भने जहाँसम्म जान सक्छ त्यो भनेको बक्कल क्याभिटी भयो। अब बक्कल क्याभिटीमा के हुन्छ भने राम्रोसँग तिमीहरूले मिररमा हेऱ्यो भने भेनहरू हुन्छ होइन। सो यो भेनहरूले के गर्छ भने यो जुन बक्कल क्याभिटीमा हामीले ड्रग राखेको छौँ त्यसलाई के गर्छ? एब्जर्ब गर्छ र एक्सन देखाउँछ सिस्टमिक सर्कुलेसनमा गएर। क्लियर छ? देन इन्ट्राडर्मल इन्जेक्सन इज एडमिनिस्टर्ड इन। नाममै के छ भने एकैछिन है, नाममै के छ भने इन्ट्राडर्मल। डर्मल मिन्स स्किन होइन, डर्मिस। हामीले अघि पनि कुरा गर्दाखेरि यहाँ हेर त के भनेको थियो भने जति पनि मेडिसिनहरू हुन्छ एब्जर्ब हाम्रो कहाँ हुन्छ? डर्मिसमा हुन्छ होइन। जति पनि मेडिसिनहरू हुन्छ एब्जर्ब कहाँ हुन्छ? डर्मिस रिजनमा हुन्छ। ठिक छ। सो इन्ट्राडर्मल इन्जेक्सन होइन। अब सो इपिडर्मिसको बारेमा हामीले अलरेडी कुरा गरिसकेका छौँ। यो चाहिँ इक्टोडर्मबाट ओरिजिनेट हुन्छ, 5वटा लेयरमा डिभाइड भएको हुन्छ होइन। कर्नियम, स्ट्रेटम, ग्यानुलोसम के हुन्छ त्यो खासै यता इम्पोर्टेन्ट भएन। अब यसको लागि हामीले योसँग रिलेटेड 2टा कुरा थाहा हुनु पर्यो एकदम इम्पोर्टेन्ट। इपिडर्मिस भनेको इक्टोडर्मबाट ओरिजिनेट हुन्छ नम्बर 1। यो भनेको अर्को वेयर एन्ड टियर। वेयर एन्ड टियर भनेको पुरानो टिस्यु जाने, नयाँ टिस्यु आउने होइन। अब कतिजनाले के हुन्छ भने हामीलाई पनि लाइक अब जब सिजन चेन्ज हुन्छ भने स्किनबाट आउटर लेयर गइरहेको हुन्छ होइन, त्यही हो वेयर एन्ड टियर। अनि यो कुनै मान्छेले धेरै हार्डवर्क गरिरहेछ भने बिस्तारै बिस्तारै जुन सफ्ट टिस्यु हुन्छ एपिडर्मिसको त्यो के हुन थाल्छ भने केराटिनाइज्ड हुन थाल्छ। मिन्स लाइक अब हामीले कम्पेरिटिभली कुनै पनि फिमेलको हात टच गर्दाखेरि अलिकति सफ्ट हुन्छ, मेलको हात टच गर्दाखेरि अलिकति हार्ड हुन्छ। र जो मान्छे दिनरात मेहनत गर्छ, लेबरको काम गर्छ भने उसको हात टच गर्दाखेरि झन् हार्ड हुन्छ। सो पछि लेटर गएर यो के हुन्छ भने केराटिनाइज्ड हुन्छ। क्लियर छ?
देन डर्मिसको अलरेडी हामीले कुरा गरिसकेका छौँ, सबक्युटेनियस टिस्युको पनि स्केलेटल मसलको पनि होइन। सो कहाँ गर्ने गरिन्छ भने प्रायः जसो डर्मिसमा, डर्मिसको सरी यो डर्मल लेयरमा, अनि डर्मल लेयरको पनि डर्मिसमा। क्लियर छ? स्केलेटल मसलको लागि तिमीलाई के थाहा हुनु पर्यो? यो चाहिँ अट्याच्ड हुन्छ, अट्याच टु स्केलेटल। यो चाहिँ भोलेन्ट्री हुन्छ, मिन्स हामीले आफ्नो हिसाबले यसले मुभ गर्न सक्छौँ। इक्जाम्पल, एउटा सबभन्दा बेस्ट इक्जाम्पल भनेको यसको टङ हो। अब तिमीले आफ्नो जिब्रोलाई खाना खाँदाखेरि केही कुरा दाँतमा गएर अड्कियो भने हामीले आफ्नो कन्ट्रोलमा जिब्रोलाई लेफ्ट राइट तलमाथि गर्न सकिरहेको हुन्छौँ होइन। सो यस्तो मसल जुन चाहिँ हाम्रो कन्ट्रोलमा हुन्छ त्यो भनेको भोलेन्ट्री हो, त्यो भनेको स्केलेटल हो। अर्को भनेको आइबल। अब तिमीले के गर्न सक्छौ भने अहिले पनि प्र्याक्टिकल गर्न सक्छौ, यस्तो लेफ्ट राइट तलमाथि हामीले आफ्नो आँखालाई आफ्नो कन्ट्रोलमा मुभ गर्न सक्छौँ। त्यो भनेको पनि के हो? स्केलेटल मसल हो। क्लियर भयो? त्यसपछि के छ भने द युजुअल एङ्गल अफ इन्ट्राडर्मल, इन्ट्राडर्मलको लागि कति डिग्रीमा दिने गरिन्छ भन त? तिमीहरूलाई थाहा छ? हिजो को आएको थियो क्लासमा? इन्ट्राडर्मल कुरा भएको थियो होइन? हेलो, ल मै भनिदिन्छु। अलिकति इन्टरेक्टिभ हो ल। अब जस्तै हेर्ने सुन्ने जस्तो भन्दा नि अलिकति जहाँ जहाँ प्रश्न आयो भने सोध्ने, तर रिलेटेबल प्रश्न है। हाम्रो अब जस्तै चारवटा हामीले पढेको थियौँ होइन, इन्ट्राडर्मल, इन्ट्रामस्कुलर, सबक्युटेनियस, अर्को भनेको इन्ट्राभेनस होइन। सो इन्ट्रामस्कुलर भनेको जहिले पनि के हुन्छ? परपेन्डिकुलर, मिन्स 90 डिग्री। ठिक छ? देन अब इन्ट्राभेनस, इन्ट्राभेनस भनेको प्रायः जसो के हुन्छ भने 15देखि लिएर 25 और 30 डिग्री। देन सबक्युटेनियस, सबक्युटेनियसको के हुन्छ भने 45देखि लिएर 90को बिचमा दिने गरिन्छ होइन। र इन्ट्राडर्मिस भनेको यो भनेको 5देखि लिएर 15 डिग्रीमा दिने गरिन्छ। अब यो डिग्री भनेको के हो होइन? सो मानौँ कि यो के हो भने यो हात हो होइन, यो चाहिँ उसको फिस्ट हो, मुक्का हो। ठिक छ? यो चाहिँ उसको फो आर्म हो भने इन्ट्राडर्मल दिने भयो भने डाइरेक्टली यसरी दिने हो। अरूहरू भनेको यो भनेको सिरिन्ज हो है, यो भनेको सिरिन्ज बुझौँ न। सिरिन्ज यसरी राखेर होइन, अर्कोमा के हुन्छ भने सिरिन्ज यसरी राखेर दिने गरिन्छ, यसरी नै टिल्ट गरेर। बुझ्यो? अब जस्तै सबक्युटेनियसमा के हुन्छ भने जुन यो छ नि हाम्रो 45देखि लिएर एङ्गल चाहिँ अलमोस्ट लाइक 85-90सम्म भइरहेको हुन्छ। यो चेन्ज किन भइरहेको हुन्छ भने अब अन द बेसिस अफ सर्कमस्ट्यान्सेस होइन। अब कुनै मान्छेको अब जस्तै फर इक्जाम्पल फोर स्किन चाहे यो आर्म अलिक बडी स्ट्रङ छ, अलि लाइक हामीले हाई एङ्गलमा दिन मिलेन भने लो एङ्गलमा दिने, त्यस्तो गरेर त्यो सबै मान्छेमा अलिअलि के हुन्छ भने फ्लक्चुएट भइरहेको हुन्छ। ठिक छ? र अर्को कुरा भनेको 3-4वटा कुरा तिमीहरूलाई याद हुनु पर्यो। जस्तै कहाँ गयो? यहाँ छ होइन। यो सबक्युटेनियसको हुन्छ नि, सबक्युटेनियस भनेको इन्सुलिनको सुईहरू दिने गरिन्छ। ठिक छ? हरेक रुटको एउटा एउटा इक्जाम्पल पढिहालौँ। इन्ट्राभेनसमा के हुन्छ भने प्रायः जसो सिरियस कन्डिसनमा, इमर्जेन्सी कन्डिसनमा एन्टिबायोटिकहरू, एनाल्जेसिकहरू यहाँबाट, कोर्टिकोस्टेरोइडहरू यहाँबाट दिने गरिन्छ। सबक्युटेनियसको सबभन्दा बढी सोधेको र इम्पोर्टेन्ट भनेको इन्सुलिन हो। अब इन्सुलिनको काम के हुन्छ भने मानौँ कि हामीले खाना खायौँ, अब खाना खाँदाखेरि हाम्रो शरीरमा जति पनि इनर्जी हुन्छ के को रूपमा हुन्छ भने ग्लुकोजको रूपमा हुन्छ होइन। हाम्रो शरीरमा ग्लुकोज बढी भयो भने त्यो ग्लुकोजलाई रेगुलेट गर्नको लागि बडीले के गर्छ भने आइदर लिभर सेल और के हुन्छ भने मसलमा गएर स्टोर गरेको हुन्छ होइन। अब त्यो प्रोसेसलाई हामीले के भन्छौँ? ग्लाइकोजेनेसिस, मतलब ग्लुकोजबाट ग्लाइकोजेन बनिरहेको हुन्छ होइन। ग्लुकोजबाट ग्लाइकोजेन बनेर पनि धेरै ग्लुकोज यदि ब्लडमा भयो भने त्यसलाई हामीले भन्छौँ हाइपरग्लाइसेमिया। मिन्स हाइपरग्लाइसेमिया इज द कन्डिसन वेयर द ब्लड ग्लुकोज लेभल इज हायर देन द रेन्ज।
रेन्जभन्दा बढी भयो भने त्यसलाई हामीले के भन्छौँ, हाइपरग्लाइसेमिया। हाइपरग्लाइसेमिया हुनु भनेको लाइक त्यस्तो केही खराब होइन, तर हाइपरग्लाइसेमिया भनेको जस्तै अब मैले अहिले खाना खाएँ, मेरो के भन्छ ब्लड ग्लुकोज लेभल बढ्यो, एकछिनपछि फेरि डाउन भयो। तर कुनै मान्छेको यदि ब्लड ग्लुकोज लेभल कन्टिन्युअसली हाई नै छ भने त्यसपछि त्यो मान्छेलाई डायबिटिज हुन्छ, होइन, डायबिटिज मेलाइटस। अब डायबिटिज मेलाइटसमा के हुन्छ भने हाम्रो शरीरभित्र बनेको इन्सुलिन चाहिँ इनइफेक्टिभ हुन्छ, होइन, त्यो जति पनि ग्लुकोज छ त्यसलाई रेगुलेट गर्नको लागि। सो हामीले एक्सटर्नली बाहिरबाट इन्सुलिन दिन्छौँ। अब कहाँ दिन्छौँ भन्ने एब्डोमेन रिजनमा। क्लियर छ? ल, सबक्युटेनियसहरूको पनि भइहाल्यो। अर्को भनेको के हुन्छ भने जति पनि नर्मल केसहरूमा भ्याक्सिन दिने गरिन्छ नि, प्रायः जसो के हुन्छ भने सबभन्दा मोस्टली दिने भनेको यो इन्ट्रामस्कुलर हो। सबभन्दा बढी दिने भनेको इन्ट्रामस्कुलरले नै दिने गरिन्छ। एकदम इमर्जेन्सी भयो भने इन्ट्राभेनस, इन्सुलिनको केस आयो भने सबक्युटेनियस, र इन्ट्राडर्मल भनेको ट्युबरकुलिन टेस्ट और हाइपर सेन्सिटिभिटी टेस्ट। यो याद राख है, यो एकदम इम्पोर्टेन्ट कुराहरू हो, बुकहरूमा पनि दिएको हुँदैन। ल, सो यसको एन्सर के हुने भयो भन त? इन्ट्राडर्मललाई कतिमा दिने गरिन्छ? 90मा। ठिक छ। देन विच अफ द फ्लोइङ इज अ कमनली युज साइट फर सबक्युटेनियस ड्रग एडमिनिस्ट्रेसन? सबक्युटेनियस ड्रग एडमिनिस्ट्रेसन कहाँ दिने गरिन्छ सबभन्दा बढी? सबक्युटेनियस है, यहाँ हेर त, सबक्युटेनियस, इन्सुलिन, एब्डोमेन, कहाँ दिने गरिन्छ? दाइ 90 मस्कुलर होइन र? हजुर, 90 डिग्री त इन्ट्रामस्कुलर होइन र? त्यही त यहाँ इन्ट्रामस्कुलरको 90 डिग्री लेखेछु। क्वेसनमा इन्ट्राडर्मल सोधेछ, तपाईँ 90मा लगाइदिनु भयो। ए सरी, मलाई इन्ट्रामस्कुलर लागेको थियो कि। ल, सो इन्ट्राडर्मलको कति हुन्छ भन त? 5 देखि 15। 5 देखि 15, बुझ्यो? यहाँ अलरेडी एक्सप्लेन गरेछ होइन, मलाई यहाँ मस्कुलर जस्तो लाग्यो त्यही भएर। ओके, सो यहाँ हेर त, अलरेडी हामीले सबक्युटेनियसको डिस्कस गरेछौँ होइन। सबक्युटेनियस भनेको 45देखि लिएर 90को बिचमा, 89को बिचमा हुन्छ, इन्सुलिनको लागि गरिन्छ, र यो के हो, एब्डोमेनमा दिने गरिन्छ, त्यही एब्डोमेन यहाँ। अब डेल्टोइड मसल, यहाँ हेर त राम्रोसँग, मसल मिन्स इन्ट्रामस्कुलर, होइन। फोर आर्मको पनि के छ भने डर्मिस, डर्मिस मिन्स इन्ट्राडर्मल, भेन मिन्स इन्ट्राभेनस। क्लियर भयो? राम्रोसँग हेरौँ है, कुनै कुनै बेला के हुन्छ भने हामीले क्वेसनमै सबै कुरा दिएको हुन्छ होइन, अलिकति खोज्नु पर्यो। जस्तै यहाँ हेर, भेन छ भने यो के भयो, आइभी भयो। फोर आर्मको के छ भने डर्मिस छ भने के भयो, आइडी भयो। मसल छ भने यो के भयो, आइएम भयो। एब्डोमेन छ भने सबक्युटेनियस। सक्यो। यसको के हुन्छ एन्सर, एब्डोमेन। यस्तै कुनै बेला यस्तो भयो भने भन है। त्यसपछि के छ भने इन्ट्रामस्कुलर इन्ट्रामस्कुलर इन्जेक्सन्स आर जेनरली एडमिनिस्टर्ड एट एङ्गल अफ, अलरेडी हामीले कुरा गरिसकेका छौँ, कति हुन्छ? 90 डिग्री। इन्ट्रामस्कुलर भनेको 90 डिग्री, यो भनेको आइएम, यो भनेको सबक्युटेनियस, यो भनेको आइभी, यो भनेको आइडी। ल, त्यसपछि विच कम्बिनेसन अफ इन्जेक्सन रोट एन्ड एङ्गल इज करेक्टली मेच्ड? यसमध्ये कुन ठिक छ, कुन गल्ती छ? इन्ट्राडर्मल कति हुन्छ? 10 to 15, मतलब यो गल्ती छ। सबक्युटेनियस भनेको कति हुन्छ? 45देखि लिएर 89, मतलब यो पनि गल्ती छ। इन्ट्रामस्कुलर भनेको 90, ठिक छ। यहाँ हेर, फेरि यहाँ पनि कन्फ्युज गर्नलाई इन्ट्रामस्कुलर 15 दिएछ, त्यही भएर यो। अर्को के छ भने विच रुट इज क्लासिकली युज फर द एडमिनिस्टर अफ ट्युबरकुलिन एन्ड मेन्टक्स टेस्ट? हेर यहाँ हेर, हामीले जस्ट अहिले डिस्कस के गरेछौँ भने ट्युबरकुलिन टेस्ट, हाइपर सेन्सिटिभिटी टेस्ट, यसैमा एकदम मेन्टक्स टेस्ट। यो केमा गरिन्छ, कुन रुटको लागि गरिन्छ भन त? कुन रुटको लागि गरिन्छ यो सब? हेलो, यहाँ हेर न, आइडीको लागि कि आइडीमा हामीले कुरा गर्थ्यौँ भने यहाँ हेर त,
आइडी भनेको ट्युबरकुलिन टेस्ट गरिन्छ, हाइपरसेन्सिटिभिटी टेस्ट गरिन्छ, मन्टक्स टेस्ट गरिन्छ। त्यसपछि विच अफ द फ्लोइङ इज अ क्लासिकल इक्जाम्पल अफ ड्रग एडमिनिस्टर्ड बाई द सबक्युटेनियस रुट? कुन हो सबक्युटेनियस रुटको? Insulin. इन्सुलिन। गुड। प्यारासिटामोल के को लागि युज हुन्छ होला? एउटा एनाल्जेसिक भनेको शरीरको पेन कम गर्ने, अर्को भनेको एन्टिपाइरेटिक मिन्स बडीको टेम्परेचर। यो भनेको पेन कम गर्ने, यो भनेको टेम्परेचर कम गर्ने। ओमेप्राजोल के हो? पेन्टोप्राजोल, रेबिप्राजोल, ओमेप्राजोल, स्मोप्राजोल, यो सब भनेको के हुन्छ भने पिपिआईहरू है, प्रोटिन पम्प इनिभिटर। यो नाइट्रोग्लिसरिन केमा युज गर्छ अलरेडी हामीले पढिसकेका छौँ। नाउ नाइट्रोग्लिसरिन used for rapid relief of acute anginal attack is commonly administered by which route? 1 मिनट बाँकी छ है, फेरि यो कटेपछि फेरि सेम लिङ्कबाट जोइन गर्नुहोस्। सबलिङ्गुअल। छिटो छिटो जोइन गर त सबजना सेम लिङ्कबाट, यो कट्छ आफै।